मर्छु कि म त बस है आमा गाउँलेको सरैमा जीवन मेरो बित्ने भो आमा खुकुरी धारैमा राइफलको गोली तातेर आउँछ जङ्गलको माझमा छोराको बाटो हेरिदियौ आमा गोधुली साँझमा। यही थियो कस्तो राम्रो शब्द। यो म आफूले बनाएँ। तर यो गीत हामी पहिलो हुनेमा मेरो मामाको छोरा माइला दाई अनन्त दाई र म सहभागी हो यसमा। शब्द कसको थियो? मेरो थियो। यो शब्दको तपाईँको सुन्दाखेरि चाहिँ तपाईँ रनको त्यही थियो। त्यही रन्कोको सेरोफेरोमा त्यो बेलामा कारगिल युद्ध के युद्ध भन्ने हुन्थ्यो। अनि मेरो मामाको छोरा दाजु अहिले यतै हुनुहुन्छ। दाजुभाइ भेट्न पनि धेरै भएको छ, अब भेट्नु पर्ला दाजुभाइ। दाइ र मैले चाहिँ सँगै गएको थियौँ। हामी दुई भाइ प्रथम स्थान हासिल गर्न सफल भयौँ। त्यस पछाडि फेरि मर्सिनीबागमा अर्को वर्ष फेरि दोहोरी गीत प्रतियोगिता रह्यो सुन्दर बजारमा, अनि त्यहाँ पनि प्रथम भइयो। अनि त्यसरी नै चल्यो। अब यो गीतहरू त मैले हजुरले कहाँबाट खोज्नुभयो जस्तो लाग्छ अहिले होइन। मर्छु कि म त बसाएँ आमा गाउँलेको सारैमा जीवन मेरो बित्ने भयो आमा खुकुरी धारैमा। मैले त्यो कारगिल युद्धहरूको सानो बच्चा हुँदै त्यो दिमागमा त्यो परेको भनेपछि त यो त धेरै पछि हो। मैले योभन्दा पहिला गाउँमा प्रतियोगिताहरू हुने, अनि दुरा डाँडा अनि खत्री ठाँटी सुन्दर बजारतिर हुने त्यो पनि थियो। तर स्पेसल